प्युठान जिल्लाको गौमुखी गाउँपालिका वार्ड नम्बर 3 खरामावि विद्यालयबाट अहिले 69 जना विद्यार्थी भाइ बहिनीहरू एसई दिनको लागि उपस्थित तयारी हुनुहुँदो रहेछ। म त्यस स्कुलको भूतपूर्व विद्यार्थी भएको नाताले मैले 69 जना मध्ये 3 जना विद्यार्थीले उत्कृष्ट नम्बर लिने विद्यार्थीलाई पुरस्कार दिने घोषणा गरेको छु। पहिलो पुरस्कार रु 10,000, दोस्रो पुरस्कार रु 7,000, तेस्रो पुरस्कार रु 3,000 को व्यवस्था गरेको छु। यो पुरस्कारको नमुना मैले तपाईहरूलाई थप परीक्षामा राम्रोसँग तयारी गर्नको लागि ऊर्जा हौसला मिलोस् अनि रिजल्टको नतिजा सोचेको भन्दा पनि राम्रो उत्कृष्ट नतिजा आउन सफल हुनुहुनेछ भनेर मैले तपाईहरूलाई थप हौसला दिनको लागि यो पुरस्कार व्यवस्था गर्ने घोषणा गरेको हुँ।